गुड मर्निङ सबैजनालाई। यो चाहिँ मेरो बिहानको भिडियो हो। मलाई चाहिँ एउटा कुरा हजुरहरूसँग सेयर गर्न मन लाग्यो। हामीले कुनै पनि काम सुरु गर्दाखेरि गरिरहेको काम चाहिँ गाह्रो होइन क्या, मान्छेले त्यो कुरालाई लिएर कस्तो राय बनाउँछौँ के भन्छन् भन्ने कुरा चाहिँ गाह्रो लाग्यो। मैले 3-4 दिन भयो भ्लग हालेको पनि धेरै बात छैन, अनि मान्छेहरूले सुनाए कि 300-400 भ्युजले के गर्छौ, के को लागि भिडियो हालिरहेको छौ भनेर सुनाए। तर मैले 4 दिनमै हार माने भने त यसबाट 4 महिनापछि आउने नतिजा त मैले देख्न पाउँदिनँ नि त। हामीले आज रुख रोपेका छौँ, भोलि त्योबाट फल त खोज्दैनौँ होला। अब त्यो फल खोज्नु भनेको त मूर्खता नै हो है। मैले पनि सिक्दैछु, बुझ्दैछु, यहीबाट भाइरलै हुन्छु, यहीबाट पैसै कमाउँछु भनेर त होइन नि त। मलाई पनि मनपर्ने कुरा भएर गरेको हो कि भन्ने सोचिदिनुहोस्। यदि सक्नुहुन्छ भने के गल्ती कहाँ भयो, भिडियो यसरी हाल्दा ठिक हुन्छ भनेर भनिदिनुहोस् है। अब सक्नुहुन्न भने मलाई डिमोटिभेट नै नगरिदिनु होला क्या। आजलाई यति नै, फेरि भेटौँला अर्को भ्लगमा। जसले जे भने नि भ्लग चाहिँ हाल्नेछु। थ्याङ्क यू।